गरेको छु जसमध्ये चाहिँ कुनै चाहिँ ल्यान्डलर्डको छोराहरू गर्नुभएको छ र कुनै चाहिँ श्री ल्यान्डलर्डले गर्नुभएको छ। उहाँहरूले भन्दाखेरि चाहिँ उहाँहरूको भनाइअनुसार चाहिँ अपार्टमेन्टको लागि अथवा चाहिँ के त्यो रुमको लागि चाहिँ उहाँले चाहिँ कोही ब्रोकरहरूलाई चाहिँ भन्ने गराउनु भएको रहेछ। मान्छे राति आउने अनि आफै आएर चाहिँ गरिरहेछ। र अर्को कुरा चाहिँ मैले थाहा पाएको एग्रिमेन्ट दिएको छ। एग्रिमेन्टमा छैन कतै पनि यदि बाइचान्स भोलिको दिन उसले ल्यान्डलर्डले भाडा बढायो हामीले के गर्ने? यस्तै सेम केस मलाई पनि भएको छ। मेरो मेरो भाडा थियो, रेन्ट थियो 7K। एकपछि यो महिनादेखि भन्छ कि घरबेटीकै 9,000 बढ्यो। त्यो चाहिँ 25% भन्दा पनि बढी इन्क्रिमेन्ट भएको छ अरे। र मैले पढेअनुसार चाहिँ कन्स्टिट्युसनमा कन्स्टिट्युसन एक्टमा चाहिँ संविधानमा के भन्छ भन्दाखेरि चाहिँ एग्रिमेन्ट गर्दा चाहिँ 10% चाहिँ बढ्छ भन्ने एग्रिमेन्ट हुनुपर्छ। 25% कहाँ 10%? त्यसरी अब मैले के गर्ने यस्तो अवस्था? घरबेट के भन्दैछ भोलि गरिहाल्नु भनेर के नमजाले गइहाल्नु भनेर। र त्यस्तो अवस्थामा चाहिँ मलाई के अप्सन नै मिलेको त्यस्तो अवस्थामा चाहिँ I found बसाइ सराई। तर म यसले चाहिँ भाइ चाहिँ लेख्छु। यसमा चाहिँ भेरिफाइडेसन हुन्छ। मैले भनेअनुसार चाहिँ भेरिफाइड हुनै पर्यो र यसमा चाहिँ एआईडी भेरिफाई होइन, ह्युमन एन्ड एभ्री भेरिफाइड पोस्ट। र यसमा चाहिँ हाम्रो अर्निङ पोइन्ट छ। चाहिँ म छु, मेरो अगाडिको रुम खाली छ, म जान्छु, रियल टाइममा फोटो क्लिक गर्छु, फोटो अपलोड गर्ने अप्सन छैन, रियल टाइममा क्यामेराको अप्सन छ, रियल टाइममा म फोटो क्लिक गर्छु, त्यहाँ अपलोड गर्छु। त्यसपछि अप्लोडेड गर्ने इन्फर्मेसन छ, त्यसरी पानी कति घन्टा आउँछ, कति फ्लोरमा छ, त्यो चाहिँ अनि त्यसमा चाहिँ हाम्रो किन चाहिँ कम्पलसरी हुन्छ के भन्दाखेरि तपाईँको यो प्रडक्टको चाहिँ युएसपी के हाउ इज इट डिफ्रेन्ट फ्रम एनी अदर प्रडक्ट? अब जस्तो तपाईँको हामी अनलाइनबाट पनि हेर्न सक्छौँ। अहिले त थुप्रै सोसियल मिडियामा चाहिँ बसाइसराई कसरी गर्ने, तपाईँलाई अरू चाहिने भनौँ न सामानहरू सार्ने सर्भिसेसदेखि लिएर सबै सर्भिसेसहरू दे कम टु वान पोर्टल फ्रम वेयर इट्स भेरी इजी। There are some platforms. For example, I have this from there. Tell us about yours. What is so unique about yours? What we do is we provide verified. Most of the solution have verified. What we do is we provide agreement, payment proof. यसमा एउटै कुरा सोध्न मन लाग्यो मलाई। जस्तो नेपालमा चाहिँ अझै पनि म आम स्पिकिङ इन पर्टिकुलर अबाउट काठमाडौँ, हुन त अहिले गभर्मेन्टले बिस्तारै इट स्टार्टेड स्ट्रिमलाइनिङ एभ्रिथिङ टुगेदर होइन। तर कस्तो छ भन्दा माथि बस्दै गरौँ एउटा कोठा भाडा दिनु होइन, त्यसमा अग्रिमेन्ट छ, भर्बल अग्रिमेन्ट छ। त्यसमा चाहिँ तपाईँले जुन प्रकारको एज अ स्टुडेन्ट बसाइसराई गर्नुपर्ने हुँदाखेरि चाहिँ मलाई ट्रान्सपेरेन्सी केही पनि भएन भन्नुहुन्छ। हाउ डु यु एन्स्योर ट्रान्सपेरेन्सी? We manage, we provide a template. In MBB, we provide template. But why would they get into your template you're using? I mean, what's the need for it? जब कि मेरो आफ्नो गाउँको मान्छे आउँदैछन्, म मेरै हिसाबले राख्छु, मेरै रुममा राख्छु, 2-4 महिना बस्छन् जान्छन् भन्ने हिसाबले why would they use yours? What I mean to say is हाम्रो जस्तो ठाउँमा जहाँ चाहिँ एउटा रुम खाली भयो भने नदिनमा त चिनेको मान्छे मार्फत भनेको ठाउँमा चाहिँ तपाईँको प्रडक्ट युज गर्नुपर्ने जरुरी के फिल गर्नुहुन्छ? आफैले चिनेको मान्छे छ अथवा चाहिँ आफैले चिनेको चाहिँ यो रुममा खाली छ भनेर तपाईँ जानुहोस् भन्ने त्यसमा अरू हुन्छ कि म छु, मेरो साथीहरू हुनुहुन्छ, मेरो दिदी हुनुहुन्छ, धेरै मान्छे हुनुहुन्छ। What on the you